एभ्रिवान साथीहरु म चाहिँ यति धेरै गर्मी छ ओइ हेत्तेरका त्यस नभन मैले टिकटक बनाउँदै छु क्या बोलेर त्यस्तो नभन मान्छेले बेइज्जत गर्छ कि आमाम आज हाम्रो बुनुको बर्थडे छ नि त अनि हाम्रो बुनुको बर्थडे हाम्रो बुनुलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना छ बुने भन्छु तर मेरो बुनुले त केही मलाई त भन्दैन मलाई हैन यति धेरै मैले चाहिँ मेरो बहिनीलाई कति धेरै माया गर्छु नि त अनि त्यस मैले जन्मदिनको धेरै धेरै शुभकामना छ बुने भनेर चाहिँ मैले भन्छु मैले के भन्नु अनि मेरो बुनेले चाहिँ आज मोमो खाने भन्दैछ मोमो खाने भन्दैछ र मैले मोमो बनाउने सामान त घरमै छ नि त अनि घरमै सामान चाहिँ ल्याउनु पर्छ अनि बनाउने सामानहरु त घरमै छ नि त अनि हाम्रो कान्छी बुने पनि अब त बच्चा हैन है बच्चा त्यतिकै 17 पुगेर 18 तिर लाग्यो हाम्रो बहिनीले कोल जुवाई छ हाम्रो बुनुको लागि गाइस कति धेरै गर्मी छ बत्ती पनि आउँदैन अनि टिकटकमा धेरैले इफेक्ट लाउँछ नि त इफेक्ट लाएर धेरै अनि त्यो बुढी मान्छेहरुको कति धेरै अनुहारहरु बिग्रिन्छ नि त बिग्रेको हुन्छ अनि कुनै अनि इफेक्ट लाएर चाहिँ अनि गोरो राम्रो देखिन्छ नि कहिले कहिले त रियल उ पनि बनाउनु पर्छ क्या अनुहार पनि निकाल्नु पर्छ गाइस कति इफेक्ट लाएर हैन टिकटकमा मैले पनि सुनेको थिएँ नि त अनि टिकटक लाइभमा बस्दा मैले पनि सुनेको यो छोरी मान्छेले त टिकटकमा त्यो इफेक्टले गर्दा राम्रो देखेको छोरी मान्छेलाई त छोरा मान्छे जस्तो हुनुपर्छ छोरा मान्छेले केही पनि लाउँदैन इफेक्ट केही पनि मोबाइलमा लाउँदैन छोरी मान्छेले चाहिँ लाएरै आउँछ टिकटकमा मलाई बोलाएको थियो टिकटक लाइभमा केटीले अनि गएको त आमामा कालो न कालो त्यसको छेउ पर्नु नै घिन लाग्यो भन्दै थियो एउटा छोरा मान्छेले म पनि त्यस्तै म पनि ला नबाजन यो टिकटक बनाउँदै छु के